हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु, सन्चै छु। हिँडी जाने काम छ, हिँडी गएर टक्क अब के हुन्छ है त, के हुन्छ के भन्नु पर्छ र हैन, भन्नु पर्दैन होला। के हुन्छ तपाईँलाई भिडियोमै देखाउने छु। सबैजनाले भिडियो र साथ दिनु होला, माया गरिदिनु होला। अनि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला है त साथी हो। ल मैले घरबाट निस्किसकेँ, यस्तरी हिँडिरहेको चाहिँ। ल गाउँ पनि पाकिसक्यो, मतलब गाउँ पनि फलिसक्यो। अब पनि साथी हो म चाहिँ घरबाट हिँडिसकेँ अहिले। बाइक चाहिँ टक्क हिँडिसकेँ बाइकमा। अब फर्स्ट चाहिँ पहिला बाइकतिर गएर म तेल हाल्छु, किनभने तेल बाइकमा तेल छैन। उकालोमा डह्रो खान्छ क्या तेल। माथि हिँडी जाँदा धेरै माथि हो, त्यो डाँडा दुईवटा डाँडा काट्नु पर्छ हिँडी जान। के छ लाउरे, यहीँ हो र कि आएको? कहिले आएको? ए हो, ए उता हिँडेको यहाँ रोकिदिएको त्यही भएर। यहाँ त फङ्गल नि हो कि हो, गाह्रो छ हौ लाउरे हुन नि। लाउरे छैन, गाह्रो छ। खान पाइन्छ होला नि यहाँ, बाइक त छिर्छ होला। दिन्न होला है हो। नि धुलो छ। बाइक त जान रहेछ क्या खै त, बाइक त छिर्छ क्या। जान त गाडी पनि जान्छ, यो पहिरोले गर्दाखेरि चाहिँ दुईतिर बाटो अवरुद्ध भएको देखाएको हो कि। ए एकछिन बस्नु पऱ्यो, त्यहाँबाट त चल्दिन पऱ्यो, त्यहाँ खुल्यो भने है त। ल साथी फाइनली छड्यो होइन, कम्तीमा 15-20 मिनट रोकायो अनि छड्यो तलबाट। 15-20 मिनट जति रोक्यो अनि छड्यो है त। म चाहिँ तेल हाल्न जानु पहिला, त्यसो फर्केर फेरि हिँडी जानु छ। तेल हाल्न पऱ्यो अब हार्डवेयरमा। ओइ पेट्रोल छ कि छैन? छ ल पेट्रोललाई कति हो मनै छ कि? पेट्रोललाई कति हो भन्छ ल साउजी, कति हो पेट्रोललाई? ल कति हो लिटरलाई? गफ नहाल्नु 195 भन्छ यार। नाफा खान खोज्छस्? नाफा नआए घाटा खानु त भन्न। कति हो यो, कति जान्छ हेर? दुईवटा बोतलमा हाल्नु। पेट्रोललाई धेरै महँगो छ है साथी हो। बाइक चढ्न सजिलो छ, बाइकले ढोटी टोपी उडाएको छ मान्छेलाई यार। साथी म तेल सेल हालेर फर्केँ है, टिटिट है। उकालो लागिसकेँ है त। बाटो अब तपाईँले हेर्न सक्नुहुन्छ कस्तो छ। बाटो यहीँबाट स्टार्ट छ है। माथि चाहिँ अलि राम्रो छ, यहाँ चाहिँ यस्तोको बाटोमा पानी हाल्दैछु कसले है। यहाँ अब यस्तो खतम भइरहेको छ हाम्रोमा। पुरा ट्र्याक्टरले खनेर, ट्र्याक्टर हिँड्छ कि त्यो खनेर। हेलो दरुङ जाने, दरुङ हिँडेको कहाँ र? काम छैन, डुलेको डुलै। आमामा ए झिङ्गा घुमाइ। ल दरुङ जाने, दरुङ। बाटोमा यस्तरी पानी हालेको छ यार बोल्दै यार। बाटो बिग्रिहाल्छ नि, के गर्ने, गाउँघरको बाटो यस्तै होइन। अब बर्खा लाग्यो, एकचोटि बनायो भने अर्कोचोटि बिग्री, फेरि अर्कोचोटि बनाउनै पर्छ फेरि। किनभने अब बर्खा लाग्यो भने त्यही हो, पानी पऱ्यो भने पहिरो जाने, यताउता हिलो भया जस्तै हुन्छ। अब जाडो हुन्न होला भनेर अब एउटा टी सर्ट मात्रै लगाएर हिँडेको छु कि रे। हुन त गएर छिटै फर्किने हो, जाडो हुन्न होला साइड है त। भन्ने बानी बसेर याद थ जहाँ पनि है त। रणबङबाट उकालो लागिसक्यो है साथी हो। अब एकछिनमा दरुङ पुग्छु 5-7 मिनटमा। 20-25 वर्षै भयो हिँड्न लागेको दरुङ। अहिले चाहिँ रोड बाटो भएर आनन्द भयो, अलि ठिक भयो चाहिँ। यस बाटो नहुन भन्दा यत्तिकै भयो नि ठिक हो क्या, धेरै यत्तिकै ठिकै हो। अनि ठुल्ठुलो गाडी आयो भने मतलब बुलेर सुतेरको लागि नि अलि हल्का सानै छ क्या घुम्ती बनाउने हो के रे खै, हामीले भनेर नहुने। बर्खामा यो बाटो ल्याएको लास्टै हटाउने। आमामा किन यस्तो गर्छ है। ओ पहिरो पनि हेर्नु सक्छु, छङ्गै तलसम्म पहिरो छ यस्तो। यो बाटो हटाउँछ क्या बर्खामा त। आमामा गोडार फरेर बनाएको छ अहिले चाहिँ।
अब बाटो नयाँ नयाँ हो, अब खनेको अब 2, 4, 5, 7 वर्षपछि त बस्छ नि त। त्यो नहुन्जेल त सब बाटो भत्किनेदेखि ल्याएर सबै पुरै बनै हिँड्छ क्या त्यतिखेरसम्म। ठिकै छ, यतिको बाइकलाई चाहिँ गाडीलाई चाहिँ हल्का गाह्रै पर्छ यस्तोमा। हल्का अरूभन्दा अझ लामो गाडीले चाहिँ एकदम गाह्रो पर्छ अझ। अब त्यो लामो त्यो बुलेरो लामो खालको बुलेरो के हो बुलेलो बुलेरो। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। त्यो बुलेरो बुलेरो पो होता है कस्तो यार। बुलेरो आउनु चाहिँ हल्का लामो खालको त्यो बुलेरो आउनु चाहिँ हल्का गाह्रो हुन्छ कि त्यो जिप ठिकै हो होइन। त्यो लामो चाहिँ बुलेरो आउनु चाहिँ धेरै गाह्रो पर्छ। अन्त यस्तो ठाडै छ क्या ठाडै हो। कहाँ हिँडेको छ कहाँ हिँडेको छस्? मस्तिको बाइक साथी। म चाहिँ घर गएर आउनु पऱ्यो है। यो दरुङको बजार बाख्रा फार्म छ है। तपाईँलाई खसी बाख्रा चाहियो भने यता आउन सक्नुहुन्छ जति छ यसमा भनेर अब भन्न नमिल्ने छ कि छैन है। गर्मी है। बोका हेर्नुहोस् नि साथी, बोका है कति छ बोका? एउटा 2 3 4 5 6 कोडेर बोका यार। आमा है लास्टै छ है साथी बोकालाई। यही मेरो घर चाहिँ है। सानोमा जन्मेको हुर्केको यतै है। उकालो ओह्रालो सबै यतै गरेको घाँस दाउरा है त। अहिले चाहिँ अब ठुलो भएर पो तलतिर बस्ने यताउता गर्ने भइयो। त्यही भएर पहिला सानो चाहिँ यहीँ हो बस्ने हुर्केको है त। एकछिन बस्छु। कुकुर रहेछ यहाँ पहिले पल्टिन्छ क्या मलाई देखेर। कोही छैन नि घर। यही त साथी दरुङ बजार। मेरो घर चाहिँ यही है। एकछिन बस्नु पऱ्यो पानी सानी खाना पऱ्यो। ओ लुक्छस् लुक्छस् आज केटी? मलाई देख्ने अन्त डराउने चाहिँ लुकिहाल्ने दुइटै। तर मामाश्री ठिकै छ सुन्नै छ त घर त कोही छैन नि त। ल है हामी दुईजना है त जाने। कति सानो कुकुर रहेछ यहाँ है। भोटे हो के भएर आफूले नि हो यार नहसौँ न यार। तेल सकियो अरे है। हेर्नु न रिजर्भ पनि झरेर कहाँ जान्छ? कति दिन त जान्छ नि। जान्न के जानेर किन ठिकै भयो क्या। एउटा बाइकमा हिँडेको एउटा बाइकमा तेल सकिएको। हामी चाहिँ बल खेल्ने पहिलाको ग्राउन्ड पुरानो ग्राउन्ड भारी बाटो जस्तो छ। भन्दा पठाउँदा नि अब मान्छे। पहिला हामी उहाँ गाउँबाट हिँड्दै आएर बल खेलिन्थ्यो। अहिले उहीँ गाउँमै ग्राउन्ड छ र बल खेल्दैन है। ल है ल बाइकमा तेल सकिएर क्या मेरो त। दुईवटा बाइकमा हिँडेको माथि एउटा तेल सकेर मेरो बाइकमा। बाटो चाहिँ खडुस छ है साथी। त्यो अफरोड बाइकले त झन् 220 धेरै सजिलो हुन्छ नि यो भन्दा त। झन्डै खस्छ नि अरे है। मुटुले ठाउँ छ रे यार। अब आपा कस्तो सट्टै दिलमा गएको गऱ्यो यसले साथी। हामी चाहिँ हिडीतिर आइयो है। हिडी भन्ने यही हो खतरा देखिन्छ रे है। फिलिली छ त यार। हिडी भन्ने काम त फिलिली छ त। हिडी माथिको चाहिँ मालिका भइहाल्यो। आगो लाएर चाहिँ नि है मालिकामा क्या मालिकको ढुरीमा। ओ यहाँ पारी नि बाटो गएछ डल्दा है यस्तोमा नि। पारीको गाउँ चाहिँ दुखु है। उपल्लो दुखु भन्छ त्यसलाई। गाउँ त कति ठुलो छ र है पारीको नि। गाउँ त हो परेकै हो यार होइन र। यत्रो जरा तलदेखि माथिसम्म छ यहाँ त। एकपाटी चामल अरू लाग्छ कि बढी हिट भयो बाइक झ्याँ कि झ्याँ गरेर। तार हान्ने यतै हो क्या।
ठिकै छ जे छ त अहिले त त्यो हिँडिराखेर होला हल्का ठिकै छ भनौँ के छ दिजन दाइ हो ल आराम हुन्छ हेर टाढाङ त डुङ ठोकिन्छ खटाखटा ठोकिन्छ क्यारो ठेल्ने र आफूलाई देब्रे हातले हाल्ने जित्छु गरेँ मैले अभी मजा आएगा ना अलि मिलाम आफूलाई त म देब्रे हातले हाल्ने जित्छु आफूले 2 ठाँडा म 1 ठाँडा हाने जित्छु होला हो कि होइन हानै त मरद छ नि फेरि ओ यो मान्छे नदेखेको यार हानिन्छ के टाढा त्यसरी हामी चाहिँ यसो लालीगुराँस हेर्न हिँडेको हावा चलेको तर पानी आउला जस्तो गऱ्यो किन यस्तो भाज्छ हेर त ढुलो ओहो नि के पो ढुलो मारि हेरौँ त जानु सकिन्न कि मान्छेतिर छैबाट नदेखेको यार झन्नै यार मुख त फुर्सै हो कि यार है ल यही लालीगुराँस चाहिँ हेर्न सक्नुहुन्छ यही साथीहरू लालीगुराँस बल्ल बल्ल आइयो धुलो खाँदै बाटो खतम रहेछ अब लालीगुराँस हल्का फलेर रहेछ अलिअलि अहिले अब टक्क लालीगुराँस टिप्ने टक्क भिडियो सिडियो रिल्स बनाउने है त तपाईँले रिल्स चाहिँ हाम्रो फेसबुकमा हेर्न सक्नुहुन्छ फेसबुकमा अनि इन्स्टाग्राममा मेरो चाहिँ टिकटक चाहिँ के भएको नि चल्दैन ओहो हेर्न सक्नुहुन्छ यो लालीगुराँस है लालीगुराँस हेर्न सक्नुहुन्छ तपाईँहरूले है त जङ्गलको बाटो हिँडिरहेछौँ हामी चाहिँ हैन लालीगुराँस हेर्न सक्नुहुन्छ यो छेउमै छ ऊ हिउँमै छ गएर लालीगुराँस थियो र डर लाग्ने स्वाँ गर्छ है हैत्रे ल साथी हामी चाहिँ फाइनली लालीगुराँस हेर्न सक्नुहुन्छ लालीगुराँस चाहिँ यस्तरी फलिरहेछ है यस्तो भइरहेछ यो केसको बुट्टा हो जङ्गलको बाटो छ है हामी चाहिँ माथिसम्म बाइकमा आएर यता चाहिँ हिँडिरहेछौँ 2 जना छौँ मामा र भान्जा 2 जना मात्र हिँडिरहेको छ भने हामी चाहिँ यो बाटो चाहिँ पहिला माटो बोकिन्थ्यो क्या ओहो गुराँस हेर्न सक्नुहुन्छ साथी आम्मा जुम हुन्न नभए जुम गरेर देखाइदिन्थेँ मैले है त भन्न आउँछ मेरो बानी फेरि है त भन्ने बानी छ बाप्रे जङ्गलको बाटो केही आउने कि है केही गर्ने कि अनि डर यार यसो गुराँस टिपम भनेर आएको साथी हो होइन है त एउटा बाटोतिर देखियो यतातिर भेटाइन कि गुराँसै फुल्यो बनैमा आम्मामा गुराँस हेर्नु के हो र हावा हो क्या सेँ गर्दै पर्ने गुराँस हो साथी गुराँसको बुटै छ यहाँ हावा त के डर लाग्नु चलेको है छङ्गै छ र यहाँ देख्नु त सल्लाहहरू खोला हो डर लाग्ने बाघ हिँड्ला ठाउँ छ यार आम्मामा है यहाँ गुराँस फुलेको यो टिपिन्छ गएर ल रुखमा चढ्नु ढङ्ग त छैन खारै हचेलाएर यसो रिल्सहरू है तपाईँले फेसबुकमा गएर हेर्न सक्नुहुन्छ इन्स्टाग्राममा गएर हेर्न सक्नुहुन्छ नाम चाहिँ मम विनोद छ है सबैजनाले हेरिदिनु होला फेसबुकमा रिलमा गएर है मलाई फलो पनि गरिदिनु होला तपाईँलाई अपडेट आइरहन्छ है हाम्रो चाहिँ युट्युबमा गएर सब्सक्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला है त साथी हो है सबैजनाले माया गरिदिनु होला माया गर्नु नै भएको छ टिपमै मजाले खसेर हेर थार यार स्वा गर्छ है बा बिस्तारै कच्चो हुन्छ क्या यसको बुटे टिप्यो है साथी हो त्यो दामी गुराँस फलेको रहेछ फुलेको रहेछ फलेको भन्दा नि फुलेको रहेछ ल हिँड्नुहोस् अगाडि ल है गुराँस टिप्नु भएको छ है एकदम राम्रो एकदम मान्छेको नि फेस राम्रो देखिया है म चाहिँ हाङ्गै भाजेर हिँडिरहेको छु यस्तो है अलिक गोरो निकालिदिनु है मलाई ल कालो छ गोरो निकाल ल तपाईँलाई एडिट गरेर भयो नि अरूलाई कालो निकालेर तपाईँलाई गोरो निकालिदिउँला नि बरु यो लालीगुराँस कालो देखियोस् तपाईँ गोरो देखिनु पर्यो है त्यही होइन भिडियो सिडियो बनाउनु त्यसपछि चल्दिनु पर्छ साथी किनभने अब पानी पर्ला जस्तो गरेछ हावा यस्तो औडै हावा चलेको छ यस्तो हावा चलेको छ कि डर लाग्ने हावा चलेको छ साथी पिङ्क कलरको हेर्न सक्छ लालीगुराँस यो चाहिँ रातो भइहाल्यो यो चाहिँ रातो भइहाल्यो त्यो चाहिँ पिङ्क कलरको है यो रातो कलर त्यो पिङ्क कलर
अझ योभन्दा नि घोडेपानीतिर हुन्छ है बवाल है तपाईँहरूलाई म घोडेपानी पनि एकचोटि गएर देखाउँछु है तपाईँहरूलाई एकचोटि म घोडेपानीको यात्रा भ्लग पनि देखाउँछु तपाईँहरूलाई सबैले माया गर्नु होला जति तपाईँले साथ सपोर्ट गर्यो उति चाहिँ त्यति के अरे उता मोटिभेट भइन्छ क्या अलि मिलेन कि है हो गुराँस खसी है तपाईँले जति माया गर्यो हामीले पनि उति नै राम्रो राम्रो कन्टेन्टहरू खोजी बनाउन मन लाग्छ त्यस कारण उत्यो गर्न मन लाग्छ भने यस्तै कुरा नगर मलाई है उकालो हिँड्ने थियो गुराँसको बुट्टा बबाल देखिँदो रहेछ गुराँस हेर्नुसँग चाहिँ यता पनि मेरो बाइक चाहिँ उहाँ छ उहाँ डाँडामा छ है 4 सकिन लाग्यो गोप्रोमा जङ्गलको बाटो हिँडिरहेको छु गुराँस है गुराँस यो चाहिँ गुराँस फुल्ने सिजन हो कि त्यही भएर चाहिँ हामी आएको साथी हामी चाहिँ गुराँस टिप्यो अनि भिडियो यसो सुट गरेर अलिअलि फोटोसोटो खिच्यो अनि हिँडेको है त घरतिर फर्किसकेको है यसो पानी आउला जस्तो नि गऱ्यो मामा भन्छ टक्क फर्क्यो माथि पुग्नु छ डाँडामा उहाँ पुग्न छ है त उहाँ पुग्न छ करे धेरै टाढो छ नि यार बाइक हो माथि राखेको छ रहेछ होइन प्रायः भसके फुलेर यतातिर हल्का हल्का फुलेरै चाहिँ यस्तो भुइँमा झरेको छ है भन्दा नि तेल सकिएर ल्याइएन होइन चप्पल लगाएर आएको पिउँसाले टोकेर खुट्टा रातै बनाइदियो यार अब एकछिन उकालो हिँडेर अनि जानुपर्छ है त गुराँस हेरौँ त आमा है 10% रहेछ दामी छ घुम्न आउनुहोस् एकचोटि ल है त साथी हामी चाहिँ फर्केको है हाम्रो चाहिँ आजको भ्लग चाहिँ म अन्त्य गर्छु है हामी दुईजना चाहिँ फर्किसक्यौँ है फोटोसोटो भिडियो भइसक्यो सबै चिज काम पनि पुरा भइसक्यो त्यही भएर दुईजना फर्केकै अब है त मामा ल जाऊँ है सबैले भिडियो हेर्नु अब आजको भ्लग चाहिँ म है अन्त्य गरेँ है अब नेक्स्ट भ्लगमा भेटौँला है त ल साथी हो लेट्स गो